फाइनली सिद्धार्थ म अघि नै भनेको कता गयो वाइने हो फाइनली आइपुग्यो गाइस वेलकम ब्याक टु माई अनदर न्यू ब्लग के छ सर हल्खबर अनि यस्तै छ हिँड्दैछ अब आधी टोलीहरु चाहिँ गाडीमा आउँदैछ हामी चाहिँ हिँड्दै जाउँ यस्तै हो सो अहिले चाहिँ हामी यहाँनिर कास्की जिल्ला हैन त सो अहिले चाहिँ हामी यहाँनिर सुनसरीदेखिको चाहिँ कास्की जिल्ला आइपुगेको छौँ तराई तराई रिजन हिल्ली रिजन त्यस पछाडि हामी चाहिँ अहिले हिमालयन रिजनमा छौँ हैन सो के छ अब कुरा भन्दाखेरि चाहिँ हामी चाहिँ यहाँनिर एक हप्ताको टुरमा निक्लेको सो हिजो पोखरा आएछ राति आज बिहानै पोखरा आएको तर भ्लग बनाउन पाइएको थिएन मनमा चार्जहरू पनि थिएन सो हामी चाहिँ अहिले यहाँबाट घान्द्रुकको एउटा स्टप एउटा बाटोसम्म चाहिँ हामी त्यहाँसम्म चाहिँ गाडीमा आएको थियौँ सो त्यहाँदेखिको गाडीहरू चाहिँ अलिकति नजाने भएको कारणले गर्दाखेरि चाहिँ हामी यहाँनिर ट्र्याक जाँदैछौँ यहाँनिर 3 जना केटीहरू छ हाम्रो ए 4 जना रहेछ हो लु जम 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 हामी चाहिँ हिँड्दै नै भनेको क्या बसमा आउँछ होला ल भेट्दै गरौँ बाटोमा भेट्दै गरौँ न केटाहरू आउँदैछौ सो अनि यहाँनिर चाहिँ त्यही त सो अनि अब कुरा चाहिँ के छ भन्दाखेरि चाहिँ केटाहरू पनि आदि चाहिँ बस्न जाउँ भन्ने भइरहेको थियो यता हो यता घान्द्रुक सो यहाँदेखि कति ए 2.5 किलोमिटर त ओ 2.5 किलोमिटर छ हौ 1 घन्टा 3 घन्टा लाग्छ अनि सो यहाँदेखिको चाहिँ 2.5 घन्टा रहेछ होइन 2.5 किलोमिटर त्यही त 2.5 किलोमिटर सो गाइस अब हामी यहाँनिर हाम्रो 10 जनाको केटाहरू ग्रुपमा विपिन यस लभली घान्द्रुक लभली आइ ल यहाँ रेवन विपिन एकदम अनुप अन्तिममा सम्यम नितेश हाम्रो हिरो श्रीवन सर उहाँलाई थाहा छ होला नि एक्सट्रिम दिएको सो अब यहाँनिर पछाडि सिद्धार्थ ल ठिक छ सो गाइस अब ल उकालो लाग्दैछौँ हामी बाटोमा यसो के कस्तो रहेछ भन्ने कुरा चाहिँ हेर्दै जाउँ सो हामी चाहिँ यहाँनिर 1 किलोमिटर पनि हिँड्ने आँटिसक्नु भयो केटाहरूसँग यहाँनिर तिनीहरू चाहिँ गाडी नै चढिरहेको होला होइन सर तिनीहरू चाहिँ केटीहरू गाडीमै यहाँ सल्लाह गरिरहेको होला क्या हामी गाडीमा जाने कि हिँड्दै जाने भनेर तिनीहरू गाडी हिँड्दा त हामी माथि पुगिसक्छौँ ए दामी हो नि त चौरी भेटाएर सर सो त्यहाँ तोरीबारी पनि दामी देखिरहेछ वेट यो के हो यो मोरिया ठमु एकदम दामी भइरहेछ होइन सो यहाँनिर चाहिँ केटाहरूसँग चाहिँ फाइनली ट्र्याक हिँड्नु पनि पुरा भइरहेछ है ल सर अस्ति नै के अरे मुन्दुम त जानु भएन तर अब यहाँनिर सिधै घान्द्रुक लेखेको रहेछ नि त ट्र्याकमा सर केटालाई अस्ति भनेको गएन त अब के ठिकै छ त समय तोरीबारीमा फोटो खिच्ने कि हाम्रो सोम्स दाई मैले चाहिँ यहाँनिर एकदम दामी एउटा लेखेको भेटेँ यहाँनिर चाहिँ आफ्नो मौलिकतालाई सम्मान गरौँ धन्यवाद पूर्व र पश्चिममा चाहिँ के फरक छ भन्दाखेरि पूर्वमा चाहिँ अलिकति हुन्छ नि अहिले वेस्टर्नाइज आइसकेको छ क्या यता पश्चिमतिर चाहिँ अझै पनि आफ्नो कल्चरलाई चाहिँ इम्पोर्टेन्स दिन्छ क्या त्यही भएर पनि यता पश्चिमतिर चाहिँ एकदम फेमस छ क्या आफ्नो कल्चरहरूदेखि लिएर पछाडि गाडीको आवाज पनि आइसक्यो गाडी आउँदैछ केटीहरूले अब केटीहरूले कराउँछ होला होइन त्यही नि हो ठिकै छ केही छैन सिडी ओ कताबाट हो यताबाट झरौँ सर्टकट यहाँबाट सो गाइस हामीले चाहिँ यहाँनिर सर्टकट फेला पारेको छौँ यहाँबाट निक्लिन्छ उ त्यो माथि हो ऊ सर्टकट हो क्या सर बिस्तारै जाने हो क्या बरु लेट्स गो आयो ओइ कराइदिउँ न पछाडि गाडी आउँदैछ हौ हेर न उयो बाटो छ हेर न बाई मेरो गर त लप्स सो गाइस हामी चाहिँ यहाँनिर रेस्ट गरिरहेको अवस्था छ दुईजनालाई पर्खेर सर के कति भयो पानी खानु ल ठिक छ सम्यम
हामी ठिक छौँ गरी भइसक्यो सर ओइ हामी ठिक छौँ हामी ठिक छौँ त ल साथी ल ठिक छ अब पानी सानी खाने हो रेस्ट गर्ने हो बस्ने हो केटाहरू आउन लागि 5-10 मिनट त लाग्छ नि कन्फर्म तल्लै छोडेको तिमीहरूले बरु बिस्तारै लिएर आउनु पर्छ हामीले जति छोड्यौँ नि त्यति उनीहरू छोडिँदै जान्छ क्या होइन सिडीसम्म चाहिँ जाउँ न त्यहाँ सबजना सो त्यही छ अब एकछिन रेस्ट गरौँ पानी सानी खाएर सँगै जानुपर्छ नि दुईजना केटाहरूलाई लगेर है त सो गाइज अब हामी चाहिँ घान्द्रुक आइपुग्नु लागेको अवस्था छ एज यु क्यान सी इन द ब्याकग्राउन्ड हिमाल टल्किरहेछ टक्कसँगले केटाहरू अघि गइसक्यो सो मसँग चाहिँ अहिले एकजना साथी छ तर म माथि नै देखाउँछु घान्द्रुक पुगिसकेपछि मात्र देखाउँछु म साथी को रहेछ भन्ने कुरा साथीलाई के कस्तो रहेछ होइन घान्द्रुक आउँदाखेरि चाहिँ म देखाउँछु तपाईँहरूलाई वेट गर्नु है त घान्द्रुक पुगेपछि है त सो घान्द्रुकमा भेटौँ अब गाइज यतिको इन्फर्मेसन चाहिँ पाउनुपर्ने हुन्छ है एकदम दामी लाग्यो यहाँनिर चाहिँ होटलहरूको इन्फर्मेसन दिनुभएको रहेछ उहाँहरूले चाहिँ भिलेज जस भनौँ न एकदम राम्रो रहेछ सो अनि यहाँनिर चाहिँ फाइनली वेलकम टु आवर ब्युटिफुल भिलेज घान्द्रुक सही छ एकदम दामी पछाडिपट्टि पारिपट्टि एउटा गाउँ दामी देखिरहेछ टक्कसँगले थोरै छ सानो गाउँ छ तर एकदम राम्रो चिटिक्क परेको रहेछ सो हामी घान्द्रुक इन्टर गरिसकेको भनौँ न लगभग यहाँबाट 5-10 मिनट नै हो एकदम दामी लाग्यो वेलकम टु आवर ब्युटिफुल भिलेज अनि पछाडिपट्टि हाम्रो हिमाल देखिरहेछ टक्कसँगले तर अझै पनि मजाले भनौँ न स्नोफल भएको रहेनछ केही छैन जस आइपुग्यो है घान्द्रुक पनि भन्ने भयो सो त्यही नै अब गएर केटाहरूलाई भेट्नुपर्ने हुन्छ होटेलमा सो अब हामी चाहिँ लगभग होटेल आइसक्नु आँटेको अवस्था छ पछाडिपट्टिको हिमाल कस्तो देखिरहेछ थाहा छैन सो गाइज मलाई कस्तो देखिरहेछ कमेन्ट गरिदिनु होला होइन ढाका टोपीमा र यो मखमली अरे सयपत्री फुलमा कस्तो देखिरहेछ कमेन्ट डाउन बिलो त्यही नै भन्न चाहन्छु केटाहरू वेट गर्दै गरेर आउँदैछु म ग्याङ लिएर आउँदैछु म घान्द्रुकमा तिमीहरूलाई म बन्दोबस्त गर्न आउँदैछु मैले भर्खरै देखेँ कि ग्रुप म्यासेजमा खाना पस्किँदै गर्नु भनेर हामी आइसकेको छैनौँ म के खाना पस्किनु हो हामी आएपछि खाना पस्किने हो आउँदैछु म यहाँनिर पर्ख न के साह्रो हतार गरेको तिमीहरूलाई फाइनली हामी आइपुग्यौँ के हो यहाँ न लु के कस्तो भयो भन त एक्सपिरियन्स ए हो ल ठिक छ हामी चाहिँ ओल्ड भिलेज इनमा आइसक्यौँ फाइनली सिद्धार्थमा म अघि नै भनेको कता गयो वाइन हो फाइनली आइपुग्यो के अरे होइन यहाँ आइसक्यो के उठाउनु भनेर ल सर ए नुहाइ पनि सकेको सरहरू ल ठिक छ ब्रो घान्द्रुकको फर्स्ट लन्च हुँदैछ है ल केटा हो ल खोइ स्टार ओ बिस्टर लु हजुर लगाउने हजुर दामी चिरचिर गरेर ल यहाँनिर हाम्रो केटीहरू छ यहाँनिर ल चर दामी झैँ पारेर झैँ देखाइदिनु खोइ ल झैँ चार ल ठिक छ ल गोलमा दामी बनाउनु भयो ल ठिक छ समय पनि कस्तो छ दामी ल ठिक छ सुरुमै कोबी बाहिर हानिदिनु पर्यो साग चाहिँ बेस्ट लाग्यो हामी चाहिँ यहाँनिर गुरुङ ड्रेस ट्राई गर्दैछु भनेको मेरोमा कलर पनि मिलेको छ सो गाइज होइन एकदम रमाइलो भइरहेछ सो हेरौँ अब एकछिनमा यो चाहिँ फर्स्ट हाम्रो चाहिँ लुक सो होइन अब अझै केटअप गर्नु बाँकी छ सो हेरौँ सो सु गाइज सो है त सिद्धार्थ खोइ जनता गर्दै रहेछ मलाई पनि गीत लाग्यो मलाई हाम्रो प्रवीण चामलिङ राई भ्लग्स यहाँनिर पुरै कुन ड्रेस अरे गुरुङ ड्रेसमा राई जस्तो मान्छे यहाँनिर छ होइन सिधा त्यसरी होइन यस्तोमा हौ ल कस्तो लागिरहेछ
यस हेलो अर्को के होला हौ खोइ के हो थाहा छैन मलाई बब्बा छ त हामी चाहिँ हेरेको देखेर भनेको उयो चस्न जानु बुझ्नको घाम अब त उकडा बोली फोटो भएन मार्ने भयो पहिले मार्छ कि पहिले मिलेर ए भएन त साथी फेरि रिटेक गाइज हामीले चाहिँ फोटो सोटो सुट गरिसक्यौँ भिडियो बनाइसक्यौँ सर बाँकी हुन्छ सरको भोलि प्रिमियम फोटो आउँदैछ तपाईँहरू लाइक गर्नु नबिर्सिनु होला कृष्ण सामा आउँछ सनराइजमा अनि हाम्रो दिपिन र नितेशको पनि छैन भोलि उहाँहरूको चाहिँ एकदम दामी दामी आउँदैछ फोटोहरू चाहिँ तपाईँहरूले वेट गर्नु होला त्यति बेलासम्म पछाडि अझै पनि ब्याकग्राउन्डमा हिमाल दामी देखिरहेको छ है हाम्रो साथी चाहिँ अझै टिकटक नबनाइ थाकेको छैन हो त्यही नै छ सो अब हाम्रो चाहिँ 6 बजे चाहिँ हाम्रो चाहिँ बार्बेक्यू हुँदैछ त्यसमा चाहिँ हामीले चाहिँ चिकन हाल्ने कति थाहा छ 1200 केजीको हो त नि 1200 केजी हो होइन अब पर्क चाहिँ 1400 हेऱ्यो सो हामीले चाहिँ अब चिकनको हान्नेछौँ सो त्यसको लागि चाहिँ वेट गर्नु होला के कस्तो हामी खान्छौँ भनेर तुम्बासँग भरे देखाउँछौँ होइन झलक्क सिद्धार्थ साथीलाई देखाइदिए बिचमा ब्लगै छ जावेद सरलाई वेलकम छ मेरो ब्लगमा ल सर बन्दोबस्त छ नि सर अहिले सो यता पछाडि त चिनिरहेको होला अलि अनुहार यस्तो गर न माथि अनुहार देख्योस् न राम्ररी यसो सिज वर्षा यता रक्षा पछाडि अनुपमा केटी भन्नु नजिस्किनु होला प्रवीणको छेउमा केटी बसेको छैन केटी बसेको छ हो बिपिन साथी हो यतापट्टि हाम्रो जावेद सर हुनुहुन्छ क्युट सर यतापट्टि हाम्रो प्रकृति अमित शाह अनि के अरे चोम्बाङ सुशीला चोम्बाङ उठाइहाल न छिटो आउँदैन म कस्तो मजा आइरहेको छ मेरो मन झुल्यो तिम्रो मनैमा मेरो मन झुल्यो तिम्रो मनैमा काली छोयाको
नडाटी गाइज यस्तै हो प्रवीण यहाँ आउनु भनेको